दर्शकबिन नमस्कार अनि धेरै स्वागत छ तपाई सम्पूर्ण साथीहरुलाई हाम्रो YouTube च्यानलमा। दर्शकबिन आज हामी एउटा रोचक देशको बारेमा कुरा गर्ने छौं जुन हाम्रो छिमेकी पनि हो, त्यो हो पाकिस्तान। र आजको भिडियोमा हामी पाकिस्तानसँग सम्बन्धित रहेर केही जानकारीहरु प्रस्तुत गर्नेछौं। सो साथीहरु, तपाईहरु हाम्रो भिडियो विश्वको कुन देश, शहर र गाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला र नयाँ साथीहरुले च्यानललाई सब्स्क्राइब गर्नुहोला। आउनुहोस् दर्शकबिन भिडियोलाई अगाडि बढाउँ। दर्शकबिन पाकिस्तान दक्षिण एसियामा अवस्थित रहेको छ। यसको राजधानी इस्लामाबाद हो र यो देशको सबैभन्दा ठूलो शहर कराची रहेको छ। पाकिस्तानको भूगोल एकदमै विविधतापूर्ण रहेको छ। यहाँ अग्ला हिमाल, मरुभूमि र समतल मैदानहरू रहेका छन्। विश्वकै दोस्रो अग्लो हिमाल K2 पनि पाकिस्तानमै अवस्थित रहेको छ। दर्शकबिन पाकिस्तानको इतिहास धेरै पुरानो रहेको छ। यो देश सन् 1947 मा भारतबाट छुट्टिएर बनेको थियो। यसको स्थापना मोहम्मद अली जिन्नाले गरेका थिए, जसलाई कायद-ए-आजम पनि भनिन्छ। पाकिस्तानको संस्कृति धेरै धनी रहेको छ, जहाँ विभिन्न जात जाति र धर्म मान्ने मानिसहरू बस्ने गर्दछ। उर्दू यहाँको राष्ट्रिय भाषा हो र यहाँको खाना, संगीत र कला धेरै प्रसिद्ध रहेको छ। पाकिस्तानको खाना एकदमै स्वादिष्ट हुन्छ। यहाँ बिरयानी, कबाब र निहारी जस्ता परिकारहरू धेरै लोकप्रिय रहेका छन्। पाकिस्तानको अर्थतन्त्र कृषि र उद्योगमा आधारित रहेको छ। यहाँको कपडा, सिमेन्ट र रासायनिक उत्पादनहरू बन्दछ। पाकिस्तान विश्वको 6औं ठूलो जनसंख्या भएको देश रहेको छ र यहाँ विश्वकै सबैभन्दा ठूलो गहिरो समुद्री बन्दरगाह ग्वादर पोर्ट पनि रहेको छ। यहाँको राष्ट्रिय खेल हकी हो र पाकिस्तानले केही चुनौतीहरूको सामना गरिरहेको छ। आतंकवाद, गरिबी, राजनीतिक अस्थिरता यहाँका प्रमुख समस्याहरू हुन्, तर पाकिस्तानले यी समस्यालाई समाधान गर्नका लागि प्रयास गरिरहेको छ। पाकिस्तान एउटा सुन्दर र महत्त्वपूर्ण देश हो। यसको इतिहास, संस्कृति र भूगोलले यसलाई विशेष बनाइएको छ। आजको लागि यति नै। यस्तै रोचक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अहिले बिदा दिनुहोस्। धन्यवाद।